सक्नुहुनेछ सिन्धुली कलाघर यसरी आज महोत्सव समेत रहेकोले निकै सजिलो छ। सिन्धुली कलाघर देख्न सक्नुहुन्छ, यहाँ ठुलो मडल पनि छ। यो राष्ट्रिय कला सङ्ग्रहालय रूपमा यसलाई विकास गर्न लागि छ। तपाईहरु पनि कुनै बेला सिन्धुली आउनुभयो भने यो कलाघर अवश्य पनि हेरेर घुमेर जानुहोला। यहाँ कलाघर मध्येको एउटा घर यो पनि रहेको छ। र यहाँ चाहिँ नेपालका विभिन्न सांस्कृतिक मठ मन्दिरहरूलाई पनि सजाइएको छ। यो जनकपुरको जानकी मन्दिर यहाँ राखिएको छ, यहाँले देख्न सक्नुहुनेछ। त्यसै गरी यहाँ चाहिँ विभिन्न कलाकारले बनाइएका सामग्रीहरूलाई यहाँ यसरी सजाइएको छ। आज उत्सव पनि भएकोले यहाँ चाहिँ दमाहा छ। यहाँ नरसिंह बजाइरहेको स्ट्याचु रहेको छ। त्यसै गरी सिन्धुली कलाघर भनेर यसलाई यसरी देखाइएको छ। यो पशुपतिनाथको मन्दिर पनि यहाँ रहेको छ। त्यसै गरी नगराहरू पनि यहाँ राखिएको छ। अनि यो स्वयम्भूनाथलाई पनि यहीँ सजाइएको छ। यहाँ विभिन्न सुप्रसिद्ध कलाकार इन्दिरा गोलेको प्रतिमा राखिएको छ। त्यसै गरी कलाकार स्वर्गीय जयनन्द लामाको प्रतिमूर्ति पनि राखिएको छ। यो लुम्बिनीको भगवान् गौतम बुद्धको जन्मस्थललाई पनि यहाँ राखिएको छ। सिन्धुलीको जुनारलाई पनि राखिएको छ। त्यसै गरी यहाँनिर चाहिँ विभिन्न बाजाहरूमध्ये झन्डालाई यसरी राखिएको छ। त्यसै गरी यहाँ मयूरहरू राखिएको छ। अनि धरहरा पनि राखिएको छ। यहाँले देख्न सक्नुहुनेछ नगरालाई यहाँ निकै ठुलो कर्णाल पनि राखिएको छ। यो यसरी राखिएको छ। यो ल्यासोखा फुल्ला डम्फु रहेको छ। विशेष गरी मगर जातिले हेर्ने यो खुर्पेटो पनि यहाँ राखिएको सजाइएको छ। यहाँ यतापट्टि सिन्धुली कलाघर छ। यो कलाघर सँगसँगै राष्ट्रिय कला सङ्ग्रहालय भनेर यहाँ मादलको आकृतिमा ठुलो सङ्ग्रहालय यहाँ स्थापना गरिएको छ। ठुलो मादल छ यहाँभित्र। त्यसै गरी यहाँ चाहिँ ठेकी अनि चियादानी पनि रहेको छ। मादल घर यहाँ रहेको छ। राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालयभित्र मादल घर छ। राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कलाघर। माथि जाने यो मादल घरभित्र के छ हामी हेरौँ। अहिले मादल घरभित्र केही बाजागाजाहरू यहाँ सजावटका लागि राखिएका छन्। केही चित्र आकृतिहरू छन् यहाँ। वेशभूषाहरू विभिन्न नेपाली वेशभूषाहरू सहितको राखिएको छ। केही कलाहरू पनि राखिएको छ। मादल घरभित्र विभिन्न वेशभूषाहरूलाई सजाएर राखिएको छ। यसरी यो मादल घरभित्र यो राष्ट्रिय कला सङ्ग्रहालयभित्र यसरी विभिन्न वेशभूषाहरूलाई सजाएर राखिएको छ। यहाँहरूले देखिराख्नु भएको छ। त्यसै गरी विभिन्न कलाहरूलाई पनि यहाँ सजाएर राखिएको छ। यो मादल घर 3 तलाको मादल घर छ। म दोस्रो तलामा छु अहिले र अब तेस्रो तलामा
अर्थात् भुइँकलमा जाँदैछु। भुइँकलमा के छ अलिकति थोरै हेरौँ। मादलहरूको भुइँकलमा यस्तो किसिमको रहेको छ, यहाँले देख्न सक्नुहुन्छ। मादल घरभित्र यस्तो छ, माथि पनि राम्रो सजाएर राखिएको छ।